नसाको यहाँनिर घाँटीको नसा चुडेको कारणले गर्दा चाहिँ यहाँनिर नसाको कार्यक्रम हुँदैछ भाइ। ए तार चाहिन्छ, तार वायरिङको तार छ तिमीकोमा? हाम्रो भाइको नाम चाहिँ दिपन गएर आउँदै माथि सैलुङ पुगेर आइदेऊ न, सैलुङ बजार गएर। लु केटा पनि आइपुग्यो। लु पर्फेक्ट भएन भाइ, अब ढुक्कै भयो होला केटालाई नि। ल त साथीभाइ होइन, अब आफ्टर लङ टाइम सबैले अब हाम्रो साथीभाइहरूलाई अब होइन एकदमै गुड आफ्टरनुन छ होइन। आज चाहिँ अब हामी चाहिँ यहाँनिर मसँग एकजना भाइ छ हो, माथि हुनुहुन्छ साजिद सर होइन। साजिद सर चाहिँ अब यहाँ बाइक बनाउँदैछ हो। अन्त हामीले यहाँनिर आज फेरि BMW 9955मा कफेरमा चाहिँ यस्तो होमस्टेहरू छ होइन। अहिले फिलहाल बनिँदैछ, यहाँ नयाँ बनिँदैछ, पहिलादेखि नै हो। र साजिद सरले चाहिँ यहाँनिर KTM 200 ड्युकको वायरिङको कार्यक्रम गर्दैछ यहाँनिर। अलिकति नसाको यहाँनिर घाँटीको नसा चुडेको कारणले गर्दा चाहिँ यहाँनिर नसाको कार्यक्रम हुँदैछ भाइ। ए तार चाहिन्छ, तार वायरिङको तार छ तिमीकोमा? हाम्रो भाइको नाम चाहिँ दिपन भाइ। दिपन भाइको बाइक हो यो चाहिँ होइन, KTM 200। र भाइलाई त कति दिन प्रब्लम दिएको थियो यो बाइकले चाहिँ? यो बाइक चाहिँ भयो दा त्यस्तो 15 दिनहरू हो। हामी चाहिँ अरू प्रब्लम हो के हो भन्दै थियो, भरे भन्दा चाहिँ वायरिङ गएको रहेछ हो। केटाहरूले चाहिँ अब सेन्सर बिग्रेको छ भन्दै थियो नि त अघि हो। अन्त 1 नम्बर हालेछ, अन्त यहाँ गाडी अफ भइहाल्छ त भन्दै थियो हो। अन्त त्यसै कारणले गर्दा चाहिँ यहाँनिर आज भाइको बाइक बनाउनु फेरि हामी कालिम्पोङबाट आइदिएको है। भाइको बाइक बनाउँदै कालिम्पोङबाट कफेर, कालिम्पोङै हो कफेर पनि होइन। तर अब कालिम्पोङ टाउनदेखिको चाहिँ अब अलिकति टाढो भनौँ नि, झन्डै लगभग 25 किलोमिटर 25 किलोमिटरै टाढो कालिम्पोङ। अब हुन त कालिम्पोङ डिस्ट्रिक्टभित्रै हो, ओल्लो डाँडा पल्लो डाँडा भनौँ नि। तपाईँहरूलाई हेर्दै गर्नुहोस् हो। अब यहाँ हेर्नुहोस् तपाईँहरूले अब अलिकति नजारा देखाइन्छ आज यहाँनिर। अब कफेरबाट अब यहाँ देख्ने लोवर कफेर है हो, लोवर कफेरबाट देख्ने नजारा यही हो। अप्परबाट पनि देख्छ यही, लोवरबाट पनि देख्छ होइन। तर फिलहाल चाहिँ अब यहाँनिर हाम्रो पाहाडको ताज भन्छ यसलाई चाहिँ अब खास त्यहाँ कञ्चनजङ्घा चाहिँ होइन। हेर्नुहोस् होला यत्तिको चाहिँ देख्दा चाहिँ यहाँनिर अझै अलिकति अब मौसम अलिकति चाहिँ अब बिग्रेको रहेछ नि त, त्यसै गर्दा अलिक क्लियर दिएछ नि। अब घामको किरण आउँदैछ फेरि, घामको किरणले अलिक यहाँनिर फेरि गोल्डन कलर दिएछ एकछिनमा। हेर्नुहोस् यहाँनिर म तपाईँले एकछिनमा देखाउँछु हो, पर्दैछ हल्का त देख्दैछ तपाईँले होइन। यहाँनिर अब यहाँ टुप्पोमा चाहिँ टल्किन्छ मजाले। यहाँ चाहिँ दाजुहरूले तल काम गर्नुपर्छ। होमस्टे कस्तो लाग्यो तपाईँले हेर्नुहोस्, त्यहाँनिर नयाँ बनिँदै गरेर सेटै मेजर अपरेसन। कतिवटा तार चुडेको छौ? 3टा तार सेन्सरको लाइन यहाँनिर तार चुडेको कारणले गर्दा चाहिँ यहाँनिर हो। अन्त यो अब स्ट्रिङ काट्ने साथ अब यता काट्दा स्टार्ट हुन्छ हो, उता काट्ने साथ फेरि छ्याप्पै। र प्रायःमा चाहिँ अब प्रायः KTMमा चाहिँ अब यही प्रब्लम नै हुन्छ यो होइन हौ सर? त्यही प्रब्लम यो चाहिँ अब हामीले कतिवटा बनाइसक्यो होइन। अब कम्पनीमा फ्री पाएको प्रब्लम। भाइको बाइक त तर नयाँ रहेछ हेर्नुहोस् यहाँनिर ओके रहेछ नि बाइक त। केटाहरूले सोरुमबाटै निकाल्ने पाएछ 2023 मोडलको। केटाहरूलाई मैले अघि भनेको नि घाँटीमा वायरिङ चिरे हेर भनेको कि केटा आँटै गरेन हो। आँट नगर्दा नि अब यहाँनिर आउनु कर लाग्यो यहाँनिर। यतापट्टि आइज नि यहाँनिर देखा थिएँ यस्तो छ यहाँनिर प्रब्लम चाहिँ त्यहाँ बलिदान चाहिँ यहाँनिर अब गाडीको वायरिङ नभएर चाहिँ हामीले आफ्नै गाडीको वायरिङ चाहिँ काटेर चाहिँ यहाँनिर अब जोड्नु पऱ्यो नि त, बनाइदिँदैछ हामीले हो। भयो भाइले पनि वायरिङ लिएर आयो, यता हामी काट्दै हो। गाउँको केटाहरू नि दाजुहरू यहाँनिर होइन। यहाँ हाम्रो दाजु कहाँबाट फर्किनु भएको होला? म कामबाट सिधै सकेर यहाँ केटाहरू भएको भए आइपुगेछ नानी होइन। बाइकको अब सानो भने अब यहाँनिर हुन्छ नि फेरि थुप्रिँदैछ। वायरिङ चुडेको यहाँ अलिकति कि वायरिङ चाहिँ ब्रोक भएछ नि यहाँनिर। यो बेसी यताउता स्ट्रिङहरू काटेर के हो, स्ट्रिङ काट्दा KTMको प्रब्लमै यही हो। KTMले दुःख दियो भने फेरि अब यस्तो खाले दुःख दिन्छ कि के भन्ने अब ल हुँदैन कि झिजो त हल्का चाहिँ हुन्छ झिजो चाहिँ। डाक्टर साहबले नसा जोड्ने काम गर्दैछ यहाँनिर। अब भयो एकछिन त 3टा चाहिँ जोडेको छ है।
3टा कनेक्सन छ। 3टा कनेक्सन स्टिच गरेर पनि यहाँनिर सिलाइ बनाइ गरेर नि अलिकति प्लास्टरिङ हुँदैछ फेरि छैन। एक हप्तामा खोल्नु आउनुपर्छ ल भने। एक हप्तामा खोल्नु आउनुपर्छ। यतिको त टल्किन थालेछ लु हल्का टल्किँदैछ हो यहाँनिर चाहिँ सायद फाइनल हो हुन्छ 100% फाइनल हो अब कन्फर्म होइन यहाँको त ओके छ अब तलबाट के छ अब ग्यारेन्टीको साथमा यहाँ हार गरेर लिएर आएको मैले यहाँ फिटर मेकानिक हो फेरि यहाँनिर हो यहाँको फुटेको छ भाइ हजुर छैन नि हामी छैन नि सकिसकेछ नि चुडिसकेको चुडेरै प्रब्लम भएको रहेछ क्या त्यो एकपट्टि भेट्दा त्यो टच हुन्छ हो त्यहाँदेखि अर्कोपट्टि घुम्दा फेरि छोडिहाल्छ लाइन एकपट्टि घुम्दा टच हुने अर्कोपट्टि छोडिहाल्ने त्यही भएर चाहिँ भयो लु 100% भएछ लु स्टार्ट पनि भयो बाइक लु मालिकै जाने टेस्ट ड्राइभमा पनि हेर्नुहोस् अब यहाँ चाहिँ केटा एक राउन्ड गएर आउँदै माथि सैलुङ पुगेर आइदेऊ न सैलुङ बजार गएर खाइसक्यो त्यहाँ टी ब्रेक है कस्तो छ त्यहाँ दामी ओके है गयो घडा लु लु सक्यो पनि आज काम पनि सक्यो लु एउटा पनि आइपुग्यो लु पर्फेक्ट भएन भाइ अब त ढुक्कै भयो होला केटालाई नि अब चाहिँ कुदेको अब रेस्ट हुँदैन गाडीले बाइकले रेस्ट पाउँदैन अस्ति 15 दिनको रेस्ट पायो अब चाहिँ पाउँदैन कस्तो लाग्यो ओके छ भाइ पनि खुसी भयो हो बाइक बनाएर लु हालिदियो यहाँनिर यहाँ केटाको साइड पनि हुँदैछ एकछिन फेरि आएको बेलामा साइड इन्कम अब दाले पनि यहाँ टेस्ट ड्राइभ गर्नु आँट्यो हो राम्रै रहेछ कि हजुर त ह्यान्डल बाङ्गेको रहेछ हो स्पकर चाहिँ तिमीले अब चेन्ज चाहिँ अब गर्नै पर्ने रहेछ गर्नै बेला भएको रहेछ काम पनि सकिसक्यो होइन र भाइ पनि खुसी भयो भाइको पनि बाइक बन्यो हो दाको सर्भिस मन पर्यो सर्भिस पनि मन परेछ भाइको अब दाम कामको त हिसाब किताब चाहिँ नभन्नु मलाई अलिक अप्ठ्यारै हुन्छ हो साइजरै दामी लाग्यो र भाइलाई पनि ल नेक्स्ट टाइम भेट्नुपर्छ ल ल हुन्छ ल दामी रहेछ ल नेक्स्ट टाइम भेटौँ यस्तो देखिरहेको चाहिँ लास्ट नाइटको सिजन नाइटको यो भ्यू हेरेँ कफेरको कालिम्पोङ यता बल्दैछ हामीनेरि अलगडापट्टि होइन ल त साथीभाइ सबैलाई आजको लागि चाहिँ गुड नाइट छ है गुड नाइट